गाइस हामी चाहिँ सिस्नु टिप्न जान लागेको बाजे बसिरहनु ल सिस्नु टिपेर आउँछौँ मम्मी अब भ्लग बनाउँदै हिँड्ने हो हामी सिस्नु टिप्या भ्लग मम्मीले टिप्नुहुन्छ म चाहिँ सँगसँगै हिँड्ने हो जुगा लाग्दैन नि मम्मी जुगा लाग्नु ए ल यो चाहिँ मेरो घर हो मेरो कर्म घर होइन होइन माछा मार्ला तब जानला उता गर्नेरी अलिकति ल्याएर यसलाई चखान दिनु पर्यो भातै राख्न पेटै नआउने कि त्यही ढुँडो खाने यति पिठो धेरै छ नि यति छ किनभने पिर्न गएको नि छैन जानु लाग्छ यसो ठुटो नि गरिदिए यो ठुटामा मकै रोपिदिनु पर्छ रोप्दै यो भटमास हो खराले खाएको खरायो खरायो आउँछौ यहाँ हो र राति चाहिँ तर्सिन्छ यो भुत आयो भने खाँदैन वनमा गराएको हो कता बच्चाहरू यस्तो छ हरियाली हरियाली मेरो चाहिँ कस्तो देखिरहेको छु म चाहिँ यहाँ अन्धाधुन्दामा हामी आमाले त आराम नि गर्नु पर्दैन अहिले घाँस काटेर आउनुभयो खाजा बनाएर दिनुभयो हामीलाई खुवाउनु भयो फेरि हिँड्न बेलुकाको तरकारी खोज्नु हिँड्नु भइसक्यो हजुर माछा मार्न जानला है हामी माछा मार्न माछा मार्यौँ अघि के अरे बाख्रालाई नि हालिदिनु बाख्रालाई नि भित्र खादिनु होइन त ओ माई गड हामी चाहिँ मकैबारी दराम दराम भने गीत फेमस भइरहेछ अहिले म त हिँड्न नि जान्दिनँ रहेछ हो यता र उता लडबुटी खेल्ने रहेछ लडीबडी लै 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 हेट यस्तोमा त सर पाउँछ हौ घाँटी यस्तो छ है मेरो कर्म गाउँ कर्म घर माथिदेखि तलसम्म हिउँदै धान रोपिरहेको थियो पहिला बारी पट्याङ म चाहिँ सिस्नु टिप्नु जाँदैन चाहिँ आधा चाहिँ सिक लगाइसक्यो यस्तो छ म फेरि हिँड्न आउँदैन क्या अर्काको मकै बाँच्दिनु हुँदैन सिस्नु कसले कुरा काट्यो मेरो सर्क्यो अनि ल एक छाक सिस्नु खाएर जाने हो नि त हामी जापान फर्किन्छ हामी एक छाक सिस्नु खाएर ओ त्यहाँ छ हाम्रो घर राजाले खाने खान्न उफ यहाँ छ हाम्रो घर अनि हामी चाहिँ यहाँ छौँ यो पर चाहिँ नौबिसे बजार हो है हामी नयाँ बस्तीमा छौँ है नयाँ बस्ती रे हाम्रो गाउँको नाम चाहिँ मङ्गलटार नयाँ बस्ती म चाहिँ सिस्नु टिप्या टिप्यो हुन्छ कस्तो घारी यो कस्तो यस्तोमा भएको है सिस्नु नि यहाँ पहिला मान्छे बस्दाखेरि चलाएको ए त्यो हाम्रो छिमेकीको कान्छा ससुर त्यो बुढीको कान्छा देवरको घरबारी हो कि उहाँले रूपहरूसँग ठाडो अनि त्यसमा 15 लाखमा बेचेको बुढाले
अघि 50 गोठ ला अलिकति हामी त सिस्नु टिप दिनुभयो मम्मीले। अब हामी घर फर्किने। मम्मीले पकाउनुहुन्छ, म चाहिँ हेरेर बस्ने हो। भतिया गर्ने रे आदि हजुर ए यसो भतिना मान्छे बसिरहेको म त पानी परेन कि ला कतिखेर भत्किने हुन्छ अब भनेर सुत्न सक्दिनँ। पहिलाको घरमा नि त्यो यस्तै माटो घर हामी बस्यौँ होला होइन। अलि त्यो भूकम्प आएको थियो कि मम्मी। अनि त्यो भूकम्प आउँदाखेरि घर हल्लियो नि त। अनि डर लागेको हो क्या माटो घरमा बस्नु। भूकम्प आउँदा त तिमी बितेर गएको थिएन नि? हजुर थिएन नि मम्मी। त्यो सिस्नु आयो मात्र 5 रुपियाँमा। 5 रुपियाँ दिनुहुन्छ नि? 20 रुपियाँ पर्छ। 20 रुपियाँ। सिस्नु पाकिङ हालिङ ओ माय गॉड सातै जान्छ ल हातले समाउनुहुन्छ मान्छे नपुग्ने कि जस्तो तताएर हाल्नु केही छैन बा पानी परेर खाएन दिउँसो सुत्यो अनि घाँस काटेर ल्यायौँ एक बारी अनि सिन्टी पनि ल्यायौँ त्यस्तो लाग्यो मलाई भोलिबाट पर्ने कि पर्सिबाट पर्ने हो 5 गतेको दिदी 5 गतेको 1 बजे 1 बजेबाट 1 बजे प्लेन चढ्ने होला भ्याइन्छ पानी त पुग्दैन थाहा छ मिनी पुग्दैन उता हेडिङ जग्गामा त साल्दिहाल्छ नि भट्टाबाट माइल जाइले त सबै बाटो लगाइदियो नि यी खलै गयो सबैजना सिस्नु पाको मम्मी हो पाको यो के गायो फिटकिरी हजुर अनुसा ढेँडो खानु यतिमा घरबाट आधीमा पिस लिएर आइज घरमा त अन्त यति हो पिस हाम्रो घरमा त के गाइस ढेँडो रेडी भयो बाजे मिठो छ ढेँडो भात भन्दा ढेँडो मिठो नि मेरो ढेँडो सिस्नु ओ माय गॉड खाइम है त हामी त ढेँडो खाने हो ल मम्मी खाइम ट्राई गरे है त नुन मल त पहिला ल अलिकति नपुग्यो भने चाहिँ बाजे ल मल मन पर्छ तपाईको मन छुयो भने कृपया लाइक गर्नुहोस् तपाईले किन र कुन कुरामा चिन्ता गर्नुहुन्छ कमेन्टमा लेख्नुहोस् र ढेँडो खानै आउँदैन मोबाइल पनि के उल्टो समाएछ हौ सुन्न हाम्रो च्यानल सब्स्क्राइब खानु खानु नुन बेसी भयो मलाई त बेसी भयो फेरि अलि मल पर्दैन मलेन हो कि भित्र झुल्किएको प्रकाश